एक शान्त बगैँचामा एउटा अनौठो टमाटर बस्थ्यो। यो घाम, यो हावा सबै उस्तै देखिन्छ, तर म उस्तै छैन। दिनदिनै रातो हुँदैछु। सायद मेरो अन्त्य नजिकिँदैछ। ए टम्मु, तिमी त स्टार बन्ने बेला आयो नि। कस्तो स्टार? मलाई त काटेर खान्छन्। वाह, कस्तो राम्ररी पाकेको टमाटर। आमा, यो बेचौँ, राम्रो पैसा आउँछ। ओहो, म त भाग्यमानी पो रहेछु। के म त अन्त्य होइन रहेछु, म त मूल्यवान पो रहेछु। सुन्नुहोस् सबैले, म साधारण टमाटर होइन, म त आफ्नो भाग्य बदल्ने टमाटर हुँ। जीवनमा डर होइन, विश्वासले अगाडि बढाउँछ।